यो काका के हो यसको नाम? यो भिटामिन खर हो, यसको नाम भिटामिन खर। एहे यो कहाँ पाइन्छ काका यो? अरे यो त कुन ठाउँमा पाइन्छ यो? यो तल्लो गहिरो माथिल्लो गहिरो माथिल्लो डाँडो। यो करेन्ट पनि लाग्छ भन्छन्, कता कता विदेशीहरू पाहुनाहरू आएको बेलामा छुँदाखेरि करेन्ट नेपालको पातपातमा करेन्ट लाग्यो भन्ने कुरा छ। के हो काका खास यो? त्यही करेन्ट त यहाँ आगोमा लगाइन्छ। यसले पाखा हामीले करेन्ट लाउँछ नि, आगोमा त्यसलाई करेन्ट लाउने हेर्ने यहाँ। त्यसैले काका त्यसो भए आज यो चिसो मौसममा यसले फाइदा गर्छ नि? भिटामिन खर बिना कुरै छोडिदिनुहोस्। ल काका आज अब यो स्पेसियल गराएर ल पाहुना अतिथिहरूलाई के भन्न चाहनुहुन्छ? यो करेन्ट लाग्नेलाई पनि यसो हामीले के गर्दा ठिक होला? भिटामिन खर खाएर पुरा आनन्द लिन चाहिँ आग्रह र अनुरोध गर्न चाहन्छु होइन काका? हजुर हजुर। यसमा के हाल्नुपर्छ काका बनाउनलाई? यसो भन्नु त सर, यो के हाल्नुपर्छ सबै कुरा भन्नु त यसमा? यसमा घोगाउ पिठो होइन, त्यसपछि लास्ट हाल्ने यसलाई मेथी र लसुना पात, अर्को टिमुर भन्छ नि त। बस बस सधैँ हामी काका यस्तै गाउँमा बसेर यही सिस्नो मात्रै उमाल्ने हो के हो? यही हामी नजाने विदेशतिर काका? नजाने हामी है हुरु डाँफै गौथली चाँफै, तेरो नाउँ दलपति, मेरो नाउँ पूर्विया दली दोकानो जिउलो गरी उठ्दा सल्यान पैसा कोट मागोमा त हाने एकैचोट भन्ने है माटुने यस्तै यस्तै। के हो आज सिस्नो र कुरोहरू त विशेष हुँदैछ नि? राम्रो एकदम स्पेसल। यो करेन्ट लाग्ने पातमा पनि करेन्ट लाग्ने भन्ने चिजको यो जाजरहरूको स्पेसल अर्ग्यानिक चिज। भिटामिन ए भन्छन् यहाँ है जाजरकोटमा, मिठो हो स्पेसल छ नि। आनन्द आज आनन्द। करेन्ट लाग्दैन कहिले? अलिक छास गर्छ।